कसले एमालेका कार्यकर्ताहरू एमाले मासु भात यसरी छैन सागसब्जी खाओ एमाले खाओ गजब बनाएर खानु लाग्छौ त पकाउने कुकम्यानलाई धन्यवाद भने मैले यहाँबाट गजब रहेछ गुरुङ मामा हुनुहुन्छ चट्टिरीमा हुने लौ धन्यवाद छ यस्तो राम्रो मिठो बनाएर खुवाउने सबैलाई सेवा चाकरी गर्ने सबैको तुलनामा यहाँले चाहिँ अलि मिठो बनाउनुहुन्छ त्यो देखियो त त्यहाँ मिठो छ कि छैन भन्ने कुरा त खानलाई त केही छैन चिन्ता अर्गानिक चीज खान पाइया त अलिअलि भए पनि त्यहाँ नि अस्ति सम्पूको साग खाइयो हिजो त्यो के हो त्यसलाई क्या त्यो ठुलो भाजी जस्तै तर अझ रहने भाजी मार्फा भन्नु कि अरे मार्फा त हो के साग यहीको पोर्तुगिज साग होला के हजुर यहीको साग होला हैन यहीको के त्यो ठुला पातवाला साग भाजी जस्तै हुन्छ नि साग जति पनि पाइन्छ टिपेर ल्याउनु मन पर्दैन झरे खाऊ मामाले मासु खाइ वाक्क भयो भन्छन् ती मासु त कस्तो मिठो मिठो खाने रहेछन् झट्टबाट तिमीलाई त आखिरी एकदम कहाँ घुम्न जाउँला कहाँ डुल्न जाउँला किन यहाँ काम गरौँ यस्तो ठाउँमा भन्दै दौडेर मान्छेले अलिअलि पैसा कमाउने बाटो अनि यहाँ छ जस्तो दुःख सहनुपर्छ दुःखपछि सुख आउँछ भन्ने थाहा छैन भेट हुन्छ के टमाटर खेतीमा दुःखपछि सुख आउँछ भन्ने थाहा छैन अनि दौड गर्नु पर्यो